पोल्ट्री नेपालको पोल्ट्री मित्र नमस्कार, म हुँ दिपेन्द्र श्रेष्ठ। पोल्ट्री सम्बन्धी विभिन्न खबरहरू हेर्नको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। बजारमा ब्रोइलर कुखुराको माग अत्याधिक घटेर गएको छ, जसले गर्दा बजारमा जाम भएको छ। 2082 साल जेठ महिनाको 11 गतेदेखि लागू हुने जिउँदो ब्रोइलर कुखुराको दरमा रु 10ले गिरावट भएको छ। अबको नयाँ रेट भने रु 260 हुनेछ। यो कोलेस्ट्रो काण्ड दर हो। यो रेट कायम हुँदा किसान दाजुभाइले 250 पाउनु हुनेछ। तर जाम भएको बेलामा अझ सस्तो दिनुपर्ने स्थिति रहँदाखेरि किसान दाजुभाइहरूलाई अझ घाटा हुन सक्नेछ। खोर काँटा पनि 230 हुनेछ, तर जामले गर्दा अझ कममा कारोबार भइरहेको छ। आशा गरौँ बिस्तारै बजार चलायमान भइकन फेरि रेट अप हुनेछ। हस्, त्यस्तै फेरि हेर्नको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला। धन्यवाद, नमस्ते।